विदेशी रोजगार एप्सबाट र कस्तो कस्तो प्रलोभन दिन्छ हैन, मेन पावरले कस्तो कस्तो प्रलोभन दिन्छ र कसरी चेक गर्ने, टु प्रोसेसिङ कसरी चेक गर्ने, आज टु प्रोसेसिङ हेराउन गइरहेछु, तपाईँ हेर्दै गर्नुहोस्। सर्वप्रथम विदेशी रोजगार खोल्ने। अब विदेशी रोजगारबाट धेरै जसो डिमान्ड आइसक्नु भएको छ, धेरै जसो डिमान्ड छ। मैले आज UA को हेराउन गइरहेको छु, यहाँ जान्ने र UA। अब यहाँ हेर्दै हुन्छ, यहाँ यो मेन पावर, मैले यो मेन पावर मैले हेराउन गइरहेको छु। अब यो मेन पावरको यहाँ हेर्दै हुन्छ लट नम्बर, चलानी नम्बर पनि दिनुभएको छ हैन, र लट नम्बर चलानी नम्बर नेपालीमा भयो, लट नम्बर इङ्ग्लिसमा भयो, र कस्तो कस्तो प्रलोभन दिन्छ आज टु प्रोसेसिङ आज हेराउन गइरहेको छु, तपाईँ हेर्दै हुनुहोस्। हेर्नुहुन्छ सिभिल इन्जिनियरिङ एस्टिमेट, यो प्रलोभन धेरै जसो दिन्छ हैन। यस्तो अब यो लट नम्बर कसरी गर्ने, यो लट नम्बर चेक कसरी गर्ने, यहाँ हेर्दै हुन्छ लट नम्बर लेखाएको छ 324932, 6 डिजिटको हुन्छ लट नम्बर। कसरी चेक गर्ने यसलाई स्क्रिनशट गरिरहेको छु, स्क्रिनशट मैले गरिसकेको छु, तपाईँ पनि गर्नुहोस्। सर्वप्रथम यहाँ लट नम्बर, अब लट नम्बर यहाँबाट चेक गरिन्छ, यहाँ होममा जाने, यहाँ हेर्दै हुन्छ यहाँ चेकिङ लट नम्बर, यहाँ चेकिङ लट नम्बर छ, चेकिङ लट नम्बर छ। अब मैले लट नम्बर कसरी चेक गर्ने त्यो प्रोसेसिङ हेराउन गइरहेको छु। यो लट नम्बर छ र यसलाई चेक गरिरहेको छु, 6 डिजिटको लट नम्बर हुन्छ, यो मैले चेक गरिरहेको छु। यो लट नम्बर हेर्दै हुन्छ, यो डिमान्ड दिएको छ र यसको डिमान्ड यति छ हैन, यो सत्य हो हैन, यो डिमान्ड सत्य हो र एउटा सिट छ हैन, यसको लट नम्बर यति छ, यति नम्बर छ र LT ट्रेडर्स कन्स्ट्रक्सनमा दिएको छ हैन। 2 सालको एग्रिमेन्ट पेपर बनाउनु पर्छ। अब के छ धेरै जसो छ, यसरी गरेर चेक गर्न सक्नुहुन्छ। यति कुरा हेरेर साथ दिनुभयो त्यसको लागि धन्यवाद।